किट विश्वविद्यालयमा फेरि नेपाली छात्रा मृत फेला परेका छन्। भारतको उडिसा स्थित कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी किट विश्वविद्यालयमा फेरि अर्की नेपाली विद्यार्थी मृत फेला परेकी छन्। उक्त विश्वविद्यालयको स्नातक तह प्रथम वर्षमा अध्ययनरत नेपाली छात्रा वीरगञ्जकी प्रिन्सा शाह बिहिबार साँझ फेला परेकी हुन्। उनको शव कलेज होस्टेलमा फेला परेको थियो। गत 4 फागुनमा सोही विश्वविद्यालयमा अध्ययनरत 20 वर्षीया नेपाली विद्यार्थी प्रकृति लम्साल पनि होस्टलमा मृत फेला परेकी थिइन्। शाह प्रथम वर्षको परीक्षा दिनका लागि विश्वविद्यालयको होस्टेलमै बस्दै आएको बताइएको छ। प्रकृति लम्साल बस्दै आएको होस्टेलमै उनी पनि बस्दै आएकी थिइन्। उनले के कति कारणले आत्महत्या गरेको भन्ने खुली नसकेको त्यही अध्ययनरत एक नेपाली विद्यार्थीले बताएका छन्। शाहको शव पोस्टमार्टमका लागि अहिले अस्पतालमा राखिएको छ।